श्री विष्णुप्रियाय नमो नमः। धनप्रदाय नमो नमः। श्री महालक्ष्म्याय नमो नमः। नारायण म युवा ज्योतिष नारायण सिलवाल आज विक्रम सम्वत 2083 साल असार महिनाको 5 गतेको राशिफल लिएर यहाँहरू समक्ष उपस्थित भइसकेको छु। राशिफलमा अघि बढ्नुभन्दा अगाडि पञ्चाङ्गबाट सुरु गरौँ। आज सूर्योदय 5:10 हुनेछ भने सूर्यास्त बेलुकी 7 बजे हुनेछ। आज शुक्ल पक्ष पञ्चमी अश्लेषा नक्षत्र 15:40 त्यसपछि मघा नक्षत्र। योग हर्षण योग 20:40 पछि वज्र योग। चन्द्रमा कर्कट राशिमा 15:40 पछि सिंह राशिमा रहनेछ। दिनको अवधि 34 घडी 35 पला 31 विपला रहेको छ। रात्रिको अवधि 25 घडी 24 पला 29 विपला रहेको छ। बार बेला चर बेला 5:10 देखि 6:53 सम्म रहेको छ। लाभ बेला 6:53 देखि 8:37 सम्म रहेको छ। अमृत बेला 8:37 देखि 10:21 सम्म रहेको छ। काल बेला 10:21 देखि 12:05 सम्म रहेको छ। शुभ बेला 12:05 देखि 13:38 सम्म रहेको छ। रोग बेला 13:48 देखि 15:32 सम्म रहेको छ। उद्वेग बेला 15:32 देखि 17:16। अघि बढ्नुभन्दा अगाडि हाम्रो सिलवाल ज्योतिष सेवा केन्द्र युट्युब च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला, कमेन्ट गर्नु होला र हाम्रो फेसबुक र टिकटकमा पनि हजुरहरूले फलो गरिदिनु होला, सेयर गरिदिनु होला, जसले गर्दा हामीलाई अन्य नयाँ भिडियोहरू बनाउनलाई र हजुरहरू सामान्य ल्याउनलाई प्रोत्साहन। आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा नयाँ सिकाइले आत्मविश्वास बढाउनेछ। प्रेम सम्बन्धमा भावनाहरू नियन्त्रणमा रहने सङ्केत देखिएको छ। आज कामको चाप रहने देखिएको छ। आर्थिक मामिलामा आयात कारोबारमा मध्यम परिणाम देखिन सक्छ। मानसिक अवस्था सन्तुलित र साधारण रहनेछ। वृष राशि आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा ग्राहकहरूसँगको सामान्य संवाद रहनेछ। प्रेम सम्बन्धमा पार्टनरको कुरामा पर्याप्त ध्यान नजान सक्छ। स्वास्थ्य पक्षमा आज सामान्य रहनेछ। शारीरिक गतिविधि न्यून रहनेछ। आज आम्दानी न्यून रहने देखिएको छ। मानसिक शान्तिको लागि समय व्यवस्थापन गर्नलाई कठिन रहनेछ। मिथुन राशि आज केही क्षेत्रमा सावधानी आवश्यक देखिन्छ। सजग रहनुहोला। कार्यक्षेत्रमा सहकर्मीहरूसँग सामान्य वार्तालाप हुनेछ। प्रेम सम्बन्धमा आज पार्टनरसँग मतभेद हुने देखिन्छ। आवेगमा नआउनु उपयुक्त हो। आज स्वास्थ्य सबल रहला। आर्थिक मामिलामा साझेदारसँगको मतभेदले आर्थिक असर पर्न सक्छ। चनाखो रहनुहोला। मानसिक रूपमा आत्मविश्वासमा केही कमी आउला। कर्कट राशि आजको दिन सकारात्मक प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग मिल्नेछ। परिवारमा शान्त वातावरण कायम रहनेछ। आज स्वास्थ्यमा केही खराबी आउला। एलर्जीको समस्या देखिन सक्छ। आज आर्थिक पक्ष मजबुत रहनेछ। मानसिक रूपमा दिमाग सजग रहे तापनि केही सुस्त महसुस होला। सिंह राशि आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा आजको दिनले धैर्यताको परीक्षा लिन सक्छ। कुनै काममा हतार नगर्नु उपयुक्त होला। प्रेम सम्बन्धमा आज भावनात्मक रूपमा रहने दिन रहेको छ। खानपिनमा ख्याल गर्नुहोला। स्वास्थ्यमा असर गर्न सक्छ। आज भाग्यले साथ दिनेछ। सामान्य लाभ हुने योग देखिन्छ। मानसिक रूपमा जीवनको लक्ष्यप्रति स्पष्टता अझ विकसित हुन बाँकी देखिन्छ। कन्या राशि आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा सामान्य उतार चढाव देखिन सक्छ। प्रेम सम्बन्धमा पार्टनरसँग संवाद सामान्य सीमाभित्र रहनेछ। स्वास्थ्य पक्षमा पुरानो रोगको लक्षण देखिए पनि गम्भीर नहुने सङ्केत देखा परेको छ। आर्थिक मामिलामा लेखाजोखा समीक्षा गर्नु लाभदायक हुन सक्छ। आज बानीमा स्पष्टता रहनेछ। तुला राशि आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा पुराना सम्झौताको नवीकरण हुन सक्छ।
प्रेम सम्बन्धमा अत्याधिक चिन्ता नगर्नु उपयुक्त हुनेछ। स्वास्थ्यमा केही समस्या आउन सक्छ। समय निकालेर योग र व्यायाम गर्नु उपयुक्त होला। आर्थिक मामिलामा पैसाको लेनदेन नियमित रूपमा सम्पन्न हुनेछ। मानसिक रूपमा पुरानो मानसिक द्वन्द्व यथावत रहन सक्छ। सकारात्मक सोच लिएर अघि बढ्नु होला। वृश्चिक राशि, आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा दैनिक जिम्मेवारी सहज रूपमा पूरा हुनेछ। प्रेम सम्बन्धमा परिवारमा भएको मनमुटावमा कमी आउनेछ। सम्बन्ध सुदृढ हुनेछ। स्वास्थ्य पक्षमा अत्याधिक चिन्ता नगरी शरीरलाई विश्राम दिनु लाभदायक हुनेछ। आर्थिक मामिलामा पुरानै लगानी यथावत रहला। परिवर्तन गर्न मुस्किल हुनेछ। मानसिक रूपमा गहिरो सन्तुष्टि अनुभूति हुने छैन। धनु राशि, आज केही क्षेत्रमा सावधानी रहनु उपयुक्त होला। काममा लापरवाही हुन सक्छ। सतर्क भएर कार्य पूर्ण गर्नुहोला। प्रेम सम्बन्धमा विशेष परिवर्तनको सम्भावना न्यून देखिन्छ। एलर्जी जन्य समस्याले सताउन सक्छ। आर्थिक मामिलामा लेखाजोखा र समीक्षा गर्नु उपयुक्त हुनेछ। मानसिक रूपमा पुरानो मानसिक द्वन्द्व यथावत रहन सक्छ। सकारात्मक सोच अभिवृद्धि गर्नुहोला। मकर राशि, आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा व्यावसायिक साझेदारसँग सामान्य भेटघाट हुनेछ। प्रेम सम्बन्धमा रोमान्स कम भए तापनि आपसी स्नेह कायम रहनेछ। स्वास्थ्य पक्षमा पर्याप्त पानी सेवन गर्न ध्यान दिनु आवश्यक छ। आर्थिक मामिलामा साझेदारहरूसँगको सम्बन्ध स्थिर रहनेछ। मानसिक रूपमा कलात्मक गतिविधिमा मध्यम रुचि रहनेछ। कुम्भ राशि, आज केही क्षेत्रमा सावधानी आवश्यक देखिन्छ। कार्यक्षेत्रमा पुरानो फाइलबाट केही नयाँ सङ्केत मिल्नेछ। प्रेम सम्बन्धमा पार्टनरसँगको सम्बन्धमा विशेष नयाँपन नदेखिन सक्छ। स्वास्थ्य पक्षमा आज सामान्य रुगाखोकीले असहजता दिन सक्छ। आर्थिक मामिलामा घर सम्बन्धी केही खर्च हुन सक्छ। आज साहस र आत्मविश्वासमा कमी महसुस हुन सक्छ। मीन राशि, आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा व्यापारमा ठोस परिवर्तन देखिने छैन। प्रेम सम्बन्धमा प्रियजनको फोन वा सन्देशमा ढिला हुन सक्छ। स्वास्थ्य पक्षमा विश्रामको लागि उपयुक्त दिन रहन सक्छ। आर्थिक मामिलामा आर्थिक पक्ष सामान्य रूपमा अघि बढ्ने सङ्केत देखिन्छ। मानसिक रूपमा डर वा शङ्का पूर्ण रूपमा हट्न सक्ने। यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद।